ल गाइस अब हामी चाहिँ यहाँ आज कालिम्पोङ भगवती थानको दर्शन गरेर अब फर्किँदैछौँ। आज फर्केर चाहिँ दोलखा बास बसिन्छ। त्यहाँबाट दोलखामा गएर बास बसेर भोलि सैलुङ सोरी महादेव हैन त आमा? महादेवको दर्शन गर्छौँ। त्यहाँबाट चाहिँ अनि महादेवको दर्शन गरिसकेर 12-20 तातो पानी गर। तातो पानीमा हामी पौडी खेलेर अनि काठमाडौँ फर्किन्छौँ हैन आमा? ल बाटो बवाल छ। सबजना यो भिडियो हेरेर कालिम्पोङ भगवती थानमा दर्शन गर्न चाहिँ आउनु होला है एकचोटि। यहाँबाट ओर्लिनलाई नि अब कैरा लागिन्छ चाहिँ हामीलाई त। हैन नि यहाँबाट यति ओर्लिए पनि कति गाह्रो हुँदो रहेछ कि। ठ्याट अब हामी काठमाडौँमा बस्ने मान्छे त त्यो गाउँमा फले फर्सी जस्तै रहेछ। ठ्याट न बोक्न सक्नु न गुडाउन सक्नु भने जस्तो। गाउँमा फलेको फर्सी जस्तो भएपछि अनि के काम लाग्यो? न गुडाउन सक्नु न बोक्न सक्नु के। नानीहरू भिडियो फोटो बनाउँदै छन् नि। अब आउँछन् उनीहरू बलिया बाङ्गा। अब हामी बुढापाका मान्छे बिस्तारै हिँड्दैछ होइन आमा? हाइट हिमाल त बबाल आउँदो रहेछ यहाँबाट त। कसले नानीले? आऊ नानी आऊ। हेर त तिमी त्यति राम्रो मान्छे भएर आऊ। पूजा गरी टीका लगाइकन हिँड्यौँ हामी त। त्यही आउँदैछन् भने जाउँ हामी। आउँछौँ होइन आइरहन्। अब बिस्तारै बिस्तारै हिँड्दै गरौँ न हामी। हजुर आउँदैछन्। ए साँच्ची मम्मी कहाँ? बच्चाको मम्मी? ए मम्मीसँग आउँदैछ नि त। ल ल ठिक छ। ल हामी चाहिँ अब यहाँ दर्शन गरेर फर्किरहेको छौँ। ठिक छ उनीहरू झन् हामी बिस्तारै जाउँला नि त। मिसिन लगाएर जाने? मिसिनबाट हो? मोटरबाट जाने हो। झन् बबाल बनिगयो अब त ठाउँ है। अहिले यति राम्रो छ। कहाँ यस्तो थिएन नि भाइ पहिला। मैले होइन त्यो उकालो छैन, त्यो अगाडि नउक्ले उकालो छ नि भाइ। त्यो उकालो बस्नु मै बस्नु। त्यो उकालोतिर त गाडी सबैजना मान्छे ओर्लेर ठेलेर लिएर आएको थिएँ कि मैले त। अहिले त बबाल ठाउँ कस्तो मजाले सन्न आउँदो रहेछ के। झऱ्यो आमा झऱ्यो, सामान झऱ्यो। यता फोटो नआउँदा चाहिँ भाइ राम्रो। ल केबुल कार चढेर जाने घर चाहिँ यही हो है। सबैजना अब कालिम्पोङ दर्शन गर्न आएर केबुल कार चढेर होइन यहाँको हिमाल हेरेर चट्टो जानु होला। गुड ओके ओके छोरो।